काठमाडौँको शीतल निवास फेरि एकपटक तातिएको छ। प्रधानमन्त्री बालेन शाहको सरकारले संसद अधिवेशन अन्त्य गर्दै एकैपटक 6वटा शक्तिशाली अध्यादेश जारी। मुख्य मुद्दाहरू: अध्यादेशको अवरोध। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद र सहकारी सम्बन्धी अध्यादेशहरू तुरुन्तै स्वीकृत नगरी अध्ययनका लागि रोकेर राख्नु भएको छ। महाअभियोगको चर्चा। सरकारले 2/3 बहुमतको आरमा राष्ट्रपतिलाई दबाब दिइरहेको छ। यदि राष्ट्रपतिले अध्यादेश रोकिराखेमा उहाँ विरुद्ध महाअभियोग दर्ता हुन सक्ने चर्चाले राजनीतिक बजार तातेको छ। केपी ओली र सुशीला कार्कीको प्रसङ्ग। यसअघि केपी ओली नेतृत्वको सरकारले 52 जना संवैधानिक पदाधिकारी नियुक्त गर्दा र सुशीला कार्कीको पालामा आएका अध्यादेशहरूमा पनि राष्ट्रपति कार्यालयले यस्तै सतर्कता देखाएको थियो। संसद छल्ने प्रयास। प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाएर तुरुन्तै स्थगित गरी अध्यादेशको बाटो रोज्नुलाई लोकतान्त्रिक मूल्यको उपहास भन्दै कडा विरोध गरेका छन्। के बालेन शाहले अध्यादेश मार्फत आफूले चाहेको नियुक्ति र सुधार गर्न सफल होलान्? वा शीतल निवासको अवरोधले सरकार र राष्ट्रपति बीचको दूरी झन बढ्ला? तपाईको विचार के छ? के सरकारले संसद छलेर अध्यादेश ल्याउनु सही हो? तल कमेन्टमा आफ्नो राय दिनुहोस्।